गाइजहरु वेलकम छ मेरो आजको न्यू भ्लगमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि सन्चै छु। आज चाहिँ हामी अरिगाल निकाल्न जान लाग्यो गाइजहरु। अब अन्तिमसम्म हेर्दिनु होला नछुटाइकन कस्तो हुन्छ। गाइज हामी अरिगाल निकाल्न लाग्यो। उ यहाँ छ कि अरिगाल यत्रो सानो छ। इ खै अरिगाल तर खस्यो गाइज। खै आमा भड्किया है कि गाइज यहाँ अरिगाल निकालेको। यहाँ गएर यसरी नपलेर गोरेले कसको ऊ गोरे ऊ तेरीमा टुक्ली मस्त कटेर बास्न आयो यार। मार्कन लिएर आउँछ। ए गुन्द्रेले हान्छ म त झ्याम्मै। ल फेरि हातमै क्वाप्पै हान्देला मै। अरिगाल यत्रो छ गाइजहरु। ओइ 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 गाइजहरु हाम्रो पारा यस्तै छ कि चिजमा हो। यहीँ पोलेको है। जुगाले आएर नि टोक्रेन खाएर नि ताप्पु हान्दैछ जुगाले। पानी फुटेर यस्तो हो गाइजहरु। आइ ओइ ओइ सुनसान रातमा ओइ ओइ सुनसान रातमा हामी डुलेर हिँडेर आयो गाइजहरु। यस्तै अब गाउँले पनि यत्रो अरिगाल निकालिदिन्छु, यात्रा निकालिदिन्छु, जत्रा निकालिदिन्छ हामी चिलमा ढुक्क झुम्से आँखा। सुनसान हामी एक अनन्त जङ्गलमा छ गाइजहरु। हामीसित दिन नआउने होला। मसँग त कालो मुक्कीसँग नि आउँदैन, मसँग कोही नि आउँदैन होला गाइजहरु। यो अरिगाल पोल्ने मान्छेसँग नि नआउनु होला। हरामी छ यार। यहाँ लास्टै हरामी गाइज। गाइजहरु हाम्रो त कुखुरा बढी भएर यस्तो यस्तोमा बस्छ कि गाइज कुखुरा। गाइज हामी चाहिँ अरिगाल निकालेर आइपुगिसक्यो र आजको अरिगाल निकालेको भ्लग कस्तो भयो हेर्नु होला। हामीले खतरा दुःख पाएको छ
अरिङ्गाल पनि हराउँछ। अब के गर्नु खोज्दा खोज्दा गाह्रो भयो। ल यति नै आजको ब्लगमा चाहिँ। ल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र लाइक कमेन्ट सेयर सबै गर्नु होला। नराम्रो लाग्यो मस्त गाली दिएर जानु होला। हस् त थ्याङ्क यू।